थर्ड डे इन जेजु। फर्स्टमा यो माउन्ट हालादेखि नै वेटल्यान्ड एरिया घुम्न गएको। सेकेन्ड स्टप चाहिँ यो क्लिफ, यो चाहिँ भोल्केनिक रक्सहरूले बनेको क्लिफ रहेछ। यस्तै खालको क्लिप्सहरू चाहिँ हङकङमा पनि छ। यस्तो गर्मी भएको थियो, जुस त खानै पर्यो। त्यसपछि थर्ड स्टप चाहिँ यो ओह्रालो झरेर हामी वाटरफल हेर्न गयौँ। यहाँ चाहिँ 3टा वाटरफल रहेछ, हामीले चाहिँ 2टा हेऱ्यौँ। कस्तो राम्रो वाटरफल, कस्तो राम्रोसँग हेर्ने ठाउँ बनाएर राखिदिएको, एकदमै सफा थियो। त्यस पछाडि फेरि उकालो चढ्दै अर्को वाटरफलतिर जाँदै गरेको त यसको अघिको वाटरफलको सोर्स पनि देख्यौँ। यसमा चाहिँ पानीको झरना चाहिँ थिएन, तर यसमा चाहिँ पानी जमेर बसेको पन्ड जस्तो मात्रै रहेछ। त्यसपछिको ओसुलक टी म्युजियमतिर गएको। म्युजियम भन्दा पनि टीको टेस्टिङ ठाउँ अनि म्यानुफ्याक्चर गर्ने ठाउँ जस्तो रहेछ। अनि यहाँ चाहिँ टी ब्याग्सहरू झुन्डिएर घुम्दै छ। कति धेरै स्याम्पल्सहरू पनि दिँदो रहेछ चाख्नको लागि। हामी त स्याम्पल चाख्दै हिँड्यौँ। ग्रिन टी भन्दा चाहिँ यो माचाको लाटे चाहिँ मन पर्यो भन्दै थियो मनोदाले। यस, कति थरीको चियापत्ती हो नि। एकछिन त्यही चियाबारीमा फोटो खिच्यौँ। त्यस पछाडि चाहिँ नजिकैको इनिसफ्रीको सप पनि रहेछ, त्यता गयौँ। यो इनिसफ्री चाहिँ एकदमै बास्ना आउँछ क्या। वेलकम टु जेजुवाला स्ट्याम्प हान्यो ल, अर्को गर। म त एकैछिनमा निस्किएँ, धेरै फ्रेग्रेन्स भएको भएर। वाउ, लुक एट द स्काई, सो ब्युटिफुल। क्यारोट फार्मिङ गरेको रहेछ फेरि यहाँ बिचमा। अर्को स्टप सोङ्गाक्सान माउन्टेन भन्ने गएको। यस्तो विन्डी रहेछ कि नेक्स्ट क्लिपमा हेर्नुहोस् ल। हावाले त मेरो ठुलो निधार झन् ठुलो देखिएर के गर्नु। अनि जेजु चाहिँ यो पोनीको लागि पनि फेमस हो, हर्सेसहरू पनि देख्यौँ। उकालो चढ्दै डाँडामा पुगेपछिको यो त्यो चाहिँ ब्रदर्स आइल्यान्ड रे। त्यसपछि यहाँ चाहिँ यो डोर्मेन्ट भोल्केनोको क्रेटर रहेछ। अनि त्यसपछि यो ह्याट लगाएको बुद्धहरू हेर्न गयौँ। यो चाहिँ बोमुसान टेम्पल भन्ने रहेछ, बुद्धको ठुलो टेम्पल रहेछ, गोल्डन बुद्ध। यो वाला मान्छेको चाहिँ फोरहेडमा हाम्रो फोरहेड 3चोटि टच गऱ्यो भने ब्लेसिङ्स पाउँछ भनेर मनोदले गर्दैछ। गर्मीले लोतपोत भएर जेलाटो खायौँ। युन हाम्री टुर गाइड, उसले कति धेरै फोटोजहरू खिचिदिएको। ल, हाम्रो थर्ड डे पनि सकियो। थ्याङ्क यू फर वाचिङ।